बाहिर पढेर आफ्नो गाउँ आउँदा चिन्नु भयो त? ठुलेकी छोरी होइन त्यो, पल्ला घरे ठुलेकी छोरी हो त। त्यही ठुलेकी छोरी हो। त्यही त बाहिर पढ्दै थिए भन्दै थियो। इस छोरीको त गति यस्तो रहेछ, यस्तो लुगा लगाइ लगाइ हिँड्नु पाउँछ, त्यसैले त बाहिर जान्छ। आमा गतिला भए पो छोराछोरी गतिलो हुन्छ। छोरा त्यस्तै बिग्रेर केही छैन। छोरीको लगाबाट हेर्नु नि, यस्तो लुगा लाउनु पाउँछे, अन्त बाहिर पढ्छे। सबै गाउँका केटीहरू घरमै पढिरहेछ त, ऊ चाहिँ बाहिर गएर पढेको छ। के नै भनेका जस्तो। ठुलेकी बुढी त मेरो छोरी बाहिर पढ्छ भनेर कम्ती फुर्किँदैन त। हामीलाई हेर्दैछ, के कुरा गर्दै होला कि भन्दै होला। तिनीहरूलाई त के लाग्छ रहन्छ? त्यहाँ आमा बाउले छाडा छोडेर त दिनरात सुन्नुपर्छ के भयो भनेर। हेर्नुहोस् न त्यहाँ पेन लगाएको, पेन यत्रो टोड्का परेको। दुनियाँले लाउँछ त हौ पेन सर्ट, यत्रो टोड्का परेको त लगाउँदैन है, कुर्ता पैजामा लगाउनु छोडेर। अन्त यो भयो त्यो भयो भन्यो। आमा बाउ गतिलो छैन, सिकाउनु छैन।